हेलो हाई हाई नमस्ते शिवाली। मैले चाहिँ आज एउटा सानो माछाली आधी किलो जति, त्यस पछाडि अब माछालाई फटाफट फिस बनाउनु तर्फ लागे। किनभने आज सानो माछालेको नि त हामी खाने मान्छे थोरै भयौँ, नानीहरू दुईजना अनि म मात्रै। बुढोको लागि चाहिँ अर्कै छ क्या, त्यहाँबाट सानो माछालेको। अनि यस माछालाई चाहिँ पिस बनाइसकेको अवस्था छ। अब यो माछामा चाहिँ हल्का नुन अनि बेसार लाएर चाहिँ फटाफट मल्न थाले। र यसरी मलिसके पछाडि एउटा ठुलो भाँडा लिएर एउटा ठुलो ताई लिएर तेल खर्याउन लागे। अब तेल खर्याइसके पछाडि चाहिँ मैले माछा फ्राई गर्न सुरु गरिसक्यो। अनि आगोमा फ्राई गर्दैछु। अदुवा लसुन पनि केलाइसके त अब सस पनि केलाउनु बाँकी छ। माछा चाहिँ पुरा फ्राई गरिसकेर निकालिसकेको अवस्था। अदुवा लसुनको पेस्ट पनि बनाइसकेको अवस्था छ। अनि यता तोरीको सस पनि छ, यता टमाटर प्याज पनि रेडी बनाइसकेको अवस्था। अब म चाहिँ ग्रेभी तर्फ लाग्छु। फर्स्ट अफ अल चाहिँ तोरी ससलाई चाहिँ एकदमै फ्राई गर्नु। तोरी सस भन्दा पनि तोरी पिसेको होइन त चाहिँ। अनि अदुवा लसुनको पेस्टलाई पनि पुरा डढाउने गरी फ्राई गर्ने हो। त्यस पछाडि मैले चाहिँ थोरै प्याजले पनि प्याज अनि टमाटर पनि लगाइसकेँ। स्वादअनुसार बेसार, स्वादअनुसार नुन हाले। अनि आगो अनि त्यस पछाडि चाहिँ ग्रेभी भइसक्यो साथीहरू। अब माछा पनि पाकिसक्यो। त्यस पछाडि म चाहिँ लास्टमा मिट मसला लाएर